हेलो नमस्ते एभ्रिवान मी पासाङ लामा हजुरहरूलाई भव्य स्वागत छ मेरो ब्लगमा। अब चाहिँ उठेँ, अब फर्स्ट मिल बनाएर खाएर अनि त्यसपछि जिमतिर लाग्छु। यो चाहिँ मेरो गाउँघर पिस छ अहिले छ। अरे भाइले पुरा पानी हाल्नु लाग्छ, पुरै यहाँसम्म आएर भाइ भनेको मम्मी हुनुहुँदो रहेछ। ओट्स भन्दैछ, यहाँ चाहिँ अन्डा, तेरो अन्डा रेडी भइसकेको छ। यहाँ प्री मिल बनाएर अब चाहिँ एकछिन जिमतर्फ लाग्छु म। अब चाहिँ म जिमतर्फ लागेको छु। म चाहिँ मेरो यता माथि चाहिँ घर बढ्दैछ। यहाँ हाम्रो बुढाहरू हुनुहुन्छ। रातभरि खुल्लै छोडिदिएछ यसरी। अब झिँगा के भन्छ अरे, यो भुजिना सुजिना सब कता कता छिरे बसिरहेको हुन्छ। फेरि अस्ति पनि त्यस्तै भइरहेको। लामुट्टीले रोज बास गरेर दौडिरहने पुरा सन्डो खोल्दै जान्छ कि हामी चाहिँ हिँडिस्यौँ अब जिमको लागि। जिम चाहिँ फेरि 10 किलोमिटर टाढा छ, त्यहीँ जानुपर्ने हुन्छ। डिसिप्लिन के गर्नु। फेरि भाइ 5 बजे उठेर खरा करे भाइ उठ्दैन तपाईँ, लास अल्छी भन्ने। अनि म निक्ली गएँ। हो गयो नि भाइ भना त। आज 4:30 है। अनि आज लेग वर्कआउट यस्तो खतरा हान्छु भने आज नि भाइले लेग सरी लेग भन्ने बित्तिकै फेरि भाइको खुसी नै छुट्यो क्या। फेरि ओ नाइस लेग डे भन्छु भाइले। चेस्टे भयो दुखा भाइ, त्यहीमा यस्तो खतरा हान्छु भने चाहिँ अब हेरौँ भाइ। यार तपाईँ हान्दै हान्दैनन्, म मात्र हान्ने भन्छ नि। आज म नि हान्छु, अब हेरौँ कि कस्तो हानिन्छ। अब हाम्रो चेस्ट वर्कआउट म यहाँ चाहिँ म पढाइ स्कुल जान्छु। राम्रो छ बसोबास गर्न, तर अलिक गर्मी छ काठमाडौँको तुलनामा। यसरी पर्सनल भ्लग त गर्नु मन थिएन, गएको साको जिमको मात्रै गर्नु मन थियो। त्यहाँ अलिअलि भयो, केही छैन यत्तिकै। अहिले चाहिँ हामी अब गल्छी आइसक्यौँ, त हाम्रो जिम पनि आइ पनि लागिसक्यो। यो चाहिँ गल्छी बजार, फेरि नबिल ब्याङ्क भएको अगाडि छ जिम। यहीँ छ जिम। हामीलाई गाडी फर्काएर राखौँ मस्त, केही आएको छैन। फेरि सोल्टिएर आफैहरू जोत्दैला नि तनाव पर्छ। हाइलक्समा आउँदो रहेछ नि सोल्टिएर। 14-16 मन रिचहरू अङ्कल हो कि अब दाइ हो कि। फाइनली अहिले चाहिँ हामी जिममा आइसकेको छौँ। म चाहिँ चप्पल कम्फर्टेबल लाग्छ, चप्पलमै दिइदिन्छ। घरको भनेर सेट हान भाइको वार्मअप कति हो यो? 15 घाइते भएछ हाम्रो डम्बिल, त्यही भएर उपचार भइरहेको छ। भाइले सेट हान्न गइरहेको छ। सेकेन्डमा हुनु त, तर भाइले अलिकति गाह्रो छ अरे, त्यही भएर अहिले 20 हान्दैछ भाइले, नत्र 25 हान्थ्यो भाइले। हाम्रो साथी आइसकेको छ।
साथी यहाँ मेरो यहाँ ब्लग फर्स्ट टाइम लामो बनाउँदैछु यहाँ साथी क्यामेरा बोकेर मेमोरी कार्ड ल्याउनु बिर्सेछु ल्यापटपमा हालिदिएँ क्यामेरा मात्रै भएछ हिजो फोटो बनाइदिएँ अनि त्यो हाल्नलाई साथी कफी हानेर आउनु एक राउन्ड है उचालै सकिएन क्या कहाँनिर जान्छ अहिले चाहिँ मिनल लास्ट भएर कफी बजाइरहेको छौँ अहिलेदेखि सिग्नेचर खोजिदिइहाल्छु भाइ के भयो भने त्यो भाइ फेरि खतरा हो अयो साथी टन्टी सबै रबरले हानेर झुन्डाएर हान्ने हो क्या अरे डम्बेल झुन्डाएर ल सेट 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 साथी कडा फर्ममा हान्छ नि क्या 1 2 हल्का तल जाऊँ साथी स्टेज चाहिँ अलिकति जति सक्छ उता लाने हो क्या साथी साथी अलि स्टेचिङ अलिक पुगेन साथी अलि तल हल्का तल तल 30 27 छैन जिम्मा अब 30 हाल्न गर्नुहुन्छ होइन होला एक दुईटा हाल्न सकिन्छ कि भन्ने लागिराख होइन होला एकै हालिन्छ होइन होला साथी कति रेप गरा भाइको 2 रेप छ मेरो कति हाल्छ होला यस मुगुले भाइको कुन यसमा अरे मेरो त 2 रेप हाल्छ नि भाइ म कति हाल्छ होला अझ 2 त बढी हाल्छ नि त खाली हाल्छु 10 साथी यार बढी भन्नु पर्यो 10 हाल्न सक्छु ल 5 ल 5 ल 5 5 1 2 7 6 5 Last one. Lovely, lovely, hey, lovely. 1. 1 2 3 यस्तो क्लिन गरिरह यार के छ भाइ आराम छ एकदम दिक्छु भाइ ल गयो यहाँ त ऐना पनि अलिक फोहोर रहेछ यताबाट चाहिँ ठिकै हुँदो रहेछ फेरि फेल होला जस्तो लागिरहेको मलाई फेरि रिकनेरी हुन्छ जस्तो लागिरहेको फेरि दुइटाको प्र्याक्टिकल पनि फेरि छु कि म प्र्याक्टिकल गरेर दिएँ कि एउटा त्यो ठुलो सरलाई भेटेर जाँदैन मलाई त झ्याउ लाएर हिँड्दैन के भेट्ने अब त कोही कोही त एक्जाम पनि 1.5 घन्टा पछि आइरहेको ल कलेज फोन गरेर बोलाएको एक्जाम पनि थाहा छैन काल्दैन भने फेरि म फेरि कलेज नआउने क्या अनि पछि म त त्यो रिएक्जाम नै आएन ल अब त गयो भने त कतिखेर ठ्याक्क 1.5 घन्टातिर आइरहेको रहेछ म फेरि झ्याउ लाग्यो एक्जाम अहिले चाक मात्र के देखाउनु जिममा चाहिँ कति रमाइलो चाबी आफै बोल्ने गर्ने
टक्क तातो हुने होला है गरिमा चाहिँ गाँड फट्ने रहेछ हजुर के लाग्यो नेपाली एसएम अकाउन्ट इको लाएर नेपालीमा नि फेरि यार एसएममा नि फेरि सही हो सही हो बहिनी होइन कि कलेजमा नि फर्स्ट सेम इक्जाममा सबैजना फेरि के एकजना रोमिक्स मात्रै भयो सबैजना फेरि त्यही त्यसलाई दिदीले सिकाएर पास भयो के अरे अनि कम्पिटिसन सबै भयो सबै असल भएको इक्जाममा सबैजना पास कम्पिटिसन अहिलेसम्म फर्स्ट सेम सेकेन्ड टर्म थर्ड आफूलाई के त्योभन्दा थर्ड टर्ममा चाहिँ आसिका उसमा परेको जस्तो लाग्यो ऱ्याङ्किङ उसको नम्बरमा परेको दामी 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 भाइ तिमी नाकको खिचाउ कि मेरो बडी खिचाउ भाइ तिमी यहाँ पम्प अप बीस सपोर्टर साथी चलेर हाल्दै कस्तो अर्को लाग्छ तपाईँलाई खिया लागिसक्यो अघि त्यो साना नि कडक कडक भइरहेको यहाँ कल्सी फिटनेस चाहिँ इम्प्रुभमेन्ट गर्नु पऱ्यो है यो भाइ अनि एउटै बडी ट्रेन क्या दिनदिनै गर्छ भाइ साथी कडा फर्म हाल्नु भाइ फेरि लास्टै हाम्रो गुरु भाइ फेरि लास्ट सेट एप्स हान्छ अनि त्यसपछि हाम्रो रन फिनिस भयो होला आजै एप्स निकालिदिने र न्यू प्रोटिन बक्स अनबक्सिङ भयो त यो चाहिँ फोटाइसक्यो अगाडि नै यस्तै छैन रहेछ फेरि नयाँ हो बाल सामान ऑप्टिमम न्यूट्रिशन आइसोलेट साथी यो साथीलाई नै हो ए साथी पहिला पानी हाल्यो मेरो मुखमा पानी म त यतिकै खाइदिन्छ खान त हो र आलु हाल्नु ए लवली है लवली
हल्दी खाने हाम्रो चाहिँ अब वर्कआउट त्यतिकै स्कुलबाट खाने अरे म त तिम्रो सही आज तो यति नै बोल बैठो ना मैं फिनिश ठीक है आएंगे